यो भिडियोमा चाहिँ के भनेको छ भन्दा तपाईले दिनभरि एउटा माछा बजारमा तपाईले आफ्नो समय व्यतीत गर्नुहोस् हैन। तपाई एट द एन्ड अफ द डे तपाई माछा जस्तै स्मेल आउन थाल्नुहुन्छ कि अनि त्यसपछि तपाई परफ्युम शपमा दिनभरि बस्नुहोस्। तपाई फेरि दिन सकिदासम्म परफ्युम जस्तै मिठो बास्ना आउने हुनुहुन्छ कि तपाईले भलै नकिने पनि। सो तपाईले आफ्नो यसले के भन्न खोजेको छ भन्दा आफ्नो वरिपरि कस्तो मान्छे राख्ने भन्ने कुरा तपाईले थाहा पाउनुहोस् है। तपाई माछा जस्तै स्मेल आउने मान्छे राख्ने कि परफ्युम जस्तै मिठो बास्ना आउने मान्छे राख्ने है। तपाईको सर्कल अनुसार तपाईको सोचाइ बन्छ भनिन्छ नि, संगत अनुसारको फल। त्यसैले संगत कस्तो गर्ने भन्ने थाहा पाउनुहोस् भन्न खोजेको हो यो भिडियोमा।